यहाँले तत्त्वमा जानभन्दा पनि बाहिरी आवरणमा जानु पारदर्शिता खर्चको पारदर्शिता 10 लाखको खर्चको के पारदर्शिता त्यो पनि हामी दिन तयार छौँ सबै दिन तयार छौँ तर प्रश्न उठाउनु जरुरी छ केही साथीहरूले बडो गम्भीरतापूर्वक प्रश्नहरू उठाउनु त्यहाँका आदिवासी जनजाति जो नितान्त प्रभावित जलवायु परिवर्तन र त्यसका असरहरू हामी नेपालीले नखाएको पिस हाल्न परेको कुरा हामी गाउँघरमा उखान्छ जसले कालो खान्छ त्यसकै दिशा कालो तर नेपालीहरूले नखाएको कालोको दिशा कालो गर्नु पर्यो यो आवाज अन्तर्राष्ट्रिय जगतमा उठाउन जरुरी छ यो आवाज पुर्याउने भनेको तपाईँ हामी पत्रकारहरू र हामी कुनै तहका सरकारहरू यसमा निरन्तर लागिरहनु पर्छ लाग्छौँ र दोस्रो कुरा सगरमाथा संवादको कपी पेस्ट यो होइन यो पूर्व निर्धारित अघिल्लो वर्षको बजेटले निर्धारण गरेको कार्यक्रम हो र स्थानीयसँग सरकार राख्नु भएन जुन भन्नुभएको छ पालिका अध्यक्षज्यूसँग लगातार निरन्तर म आज 11 महिना यो मन्त्रालयको जिम्मेवारी सम्हाले उहाँसँग निरन्तर यो विषयमा छलफलमा छु साँच्चै त्यही टेकेर गर्नुपर्छ भन्ने मेरो मान्यता थियो जस पढेको विद्वान भन्दा भोगेको विद्वानले साँचो अर्थमा समस्या पहिचान गर्छ र समाधान गर्ने कसरी भनेर तिनै तहका सरकारहरूले योजना बनाउन सक्छन् र त्यो परिस्थितिले गर्न सकिएन ढिलो भएकोमा समग्र बागमती प्रदेशको वन मन्त्रीको हैसियतमा जिम्मा गर्नुहुन्छ ढिलो भएको हामी साँच्चै यो कार्यक्रम सहिततिर गर्न पर्को भए हजुरहरूले जस्तो भन्नुभएको थियो त्यस्तै त्यही ठाउँको अनुभूति हुने गरी त्यहीँका आदिवासी त्यहाँका जनजाति त्यहाँका भाषा यसका असरहरूले पुर्याएका समस्याहरू जस्तो अघि हाम्रो एकजना पत्रकार मित्रले बडो मिठोसँग उठाउनु भयो यो यसका असरहरू त्यहाँका जनजातिको हाम्रो हिजोदेखिको पेसाको लोप उवा करुको लोप हुने हो कि हाम्रो व्यवसाय लोप हुने हो कि अनि त्यो क्षेत्रमा विदेशीहरू आएर जुन गरेको त्यो ध्यान त त्यो कतै बर्बाद हुने हो कि यस्ता यस्ता प्रश्नहरूको समाधान खोज्न जरुरी छ खोज्नुपर्छ यो तिनै तहका सरकारको जिम्मेवारी हो हामी त्यस दिशातर्फ लागेका छौँ अघि बाधे जाति तत्त्वबोध भने जस्तो यो त्यो तत्त्वबोध प्राप्त गर्नको लागि प्रमुख कडी बन्नेछ र हामीहरूले सकेसम्म त्यो तत्त्व चाहिँ मन्थन गरेर समुद्र मन्थनबाट निस्किएको अमृत त्यो जसलाई खुवाइयो त्यो यो दोलखावासी छोरोल्पा हिमतालबाट प्रभावित क्षेत्र यसका तटीय क्षेत्रमा समेत यसका असरहरू थुप्रै छन् यहाँ एकजना हाम्रो तारा बहिनीले यो समस्या हो कि होइन भन्नुभयो कोहीले चाहिँ कृत्रिम तालको कुरा गर्नु हामी कृत्रिम तालको कुरा गर्न आएका होइन प्राकृतिक ताल हो तपाईँहरू यहीँका बासिन्दा भन्नुहुन्छ अनि बडो आफूलाई सबै कुराको ज्ञाता भन्नुहुन्छ तर कृत्रिम तालको कुरा गर्नु होइन हामी प्राकृतिक हिमतालहरू जो जलवायु परिवर्तनका कारण ठुला भएका छन् अहिले सचिवले भन्नुभयो 52 स्क्वायर किलोमिटर अहिले पुगेको तर पहिला त 52 मात्रै थियो भन्नुभयो 0.23 50 वर्ष अगाडि अहिले 165 स्क्वायर किलोमिटर पुग्यो हेक्टर हो कि के हो म यसमा म पत्ता लगाउँछु भोलि यहाँहरूले पत्ता लगाउनु हुनेछ त्यति गुणा साँच्चै त्यो एकैचोटि फुट्यो भने साँच्चै त्यो हिमताल त्यस्ता कयौं हिमताल हो त्यो कारण के त साँच्चै हो कि होइन भन्नुभयो उहाँले जलवायु परिवर्तनमा यसका असर छ कि छैन भन्नुभयो छ त्यही हो परिणाम त्यो किन त्यति ठुलो हो अनि अघि साथीहरूले हिमालमा पानी पर्छ हिमालमा पानी पर्ने हिउँै पर्ने त्यसकै कारणले
विकसित देशहरूले गरेका अपराधका कारणले हाम्रा हिमालमा पानी परेका छन्। अनि यही कुरा अन्तर्राष्ट्रिय जगतसँग पुर्याउने तपाईँ हामी मिलेर एउटै आवाज भयो न, जुन आवाजले एक दिन सार्थकता पाउँछ। यसको लागि बागमती प्रदेश सरकार सचेत छ, यस दिशातर्फ अग्रसर छ र यो गौरीशङ्कर संरक्षित क्षेत्रभित्रका शैलीका कुरा यो सङ्घीय सरकारको मात्रा मैले उहाँलाई आग्रह गर्छु। मेरा समस्या म आफैसँग छ। राष्ट्रिय वन, सामुदायिक वन उहाँले उठाउनु भएको छ। सामुदायिक वन मैले भन्नु पर्दाखेरि बागमती प्रदेशमा 56% भूभाग जङ्गलले ओगटेको, अनि त्यसमा पनि राम्रा वन जति जो आम्दानी हुन्छ नि त्यो जति उहाँलाई जिम्मा लगाइरहेको छ सामुदायिक वनलाई। यसको मतलब सामुदायिक वन। अनि हाम्रा केही दिएन भन्नुहुन्छ, हाम्रा यी सबै शक्ति त्यो सामुदायिकको वनको श्रीवृद्धि गर्न निरन्तर लाग्नु भएको छ। यति मात्रै होइन, काठ काटेर घाट गद्दी गरेर बेच्नुहोस्, गोजीमा पैसा हाल्नु र समुदायलाई लाभान्वित बनाउनुहोस् भनेर उहाँलाई अधिकार दिएका छन्। अनि केही गरे, किन गरेका छन्? उपयोग चाहिँ तल्लो उपभोक्तासम्म नपुर्याउने। अनि प्रश्न हामीतिर, त्यस कारणले मैले विनम्रतापूर्वक आग्रह गरेँ, जुन उद्देश्यले जुन संस्था स्थापित भएको हो त्यही उद्देश्य प्राप्त गर्नमा लागौँ। तपाईँ हामी एकजुट भएर एउटै आवाजका साथ यो वातावरण, यसका प्रभावहरू र हामी नेपालीले भोग्न परेका सबै प्रकारका समस्याहरू अन्तर्राष्ट्रिय जगतसँग पुर्याउँ। एक दिन न पानी हाम्रो विजय अवश्य भावी छ। हामी सब मार्गमा हिँडेका छौँ। यिनै कुराहरू राख्दै हामी आज जलवायु परिवर्तन सम्बन्धित छोरोल्पा संवाद कार्यक्रमको पत्रकार सम्मेलनमा उपस्थित भइरहेका छौँ। सबैभन्दा पहिला बागमती सरकार वन तथा वातावरण मन्त्रालयले यो हामीसँग सहकार्य गरेर जलवायु परिवर्तन सम्बन्धी छोरोल्पा संवाद कार्यक्रम गर्ने जुन प्रस्ताव लिएर मन्त्रीज्यू स्वयं आफै हाम्रो गृह जिल्ला हाम्रो दोलखामा उपस्थित हुनुपर्छ। उहाँलाई म हार्दिक स्वागत पनि गर्न चाहन्छु, हार्दिक अभिवादन गर्न चाहन्छु। लगायत मन्त्रालयको सम्पूर्ण टिमलाई म हार्दिक स्वागत गर्न चाहन्छु कि आज जलवायु परिवर्तन सम्बन्धी विश्व स्तरमा छलफल भइराख्दाखेरि, सगरमाथा संवाद जस्ता कार्यक्रमहरूको सुरुवात भइराख्दाखेरि हामीले हाम्रो गाउँपालिकामा रहेको छोरोल्पा ताल, हाम्रो क्षेत्रमा रहेको गौरीशङ्कर हिमाल अथवा हाम्रो जिल्लामा रहेका विभिन्न ठाउँहरूको चाहिँ संवाद गर्नको निमित्त हामी सहकारी सङ्घ सरकारसँग अथवा प्रदेश सरकारसँग अथवा अन्य चाहिँ सरकारी तथा गैर सरकारी संस्थाहरूसँग सहकार्य गर्न हामी तयार रहनुपर्छ। यो हाम्रो लागि खुसीको कुरा हो। तसर्थ आज वन मन्त्रालयले हामीसँग सहकार चाहिँ गरेर काम गर्छु भन्दै गर्दा अथवा भोलि अर्को कुनै माथिल्लो निकायले सहकार्य गर्छु भन्दै गर्दाखेरि यो हाम्रो लागि गौरवको विषय हो जस्तो लाग्यो। त्यसैले पनि हामीले यो सहकार्यलाई अझै हातमा हात साथमा साथ दिँदै अझै ठुलो चाहिँ छलफलको सुरुवात गर्नुपर्छ भन्ने मनसायका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। र यहाँ अघि नै धेरै प्रश्नहरू आइसकेका छन्। खर्चको कुरा मन्त्रालयको आफ्नो कुरा उहाँहरूले राखिसक्नु भएको छ र पालिकासँग छोरोल्पा संवाद कार्यक्रम प्रदेश सरकारले गर्छु भन्दाखेरि हामीले दिल ठुलै बनाएर हामीले अरूमा पनि के सहयोग गर्न सक्छौँ, पब्लिकले के सहयोग गर्न सक्छौँ। हामी अरू सामाजिक क्षेत्रका अथवा वन समुदायसँगका अघि नै यहाँ जातिगत कुरा अथवा माथिल्लो भेगमा बसोबास गर्ने समुदायको कुरा, यी सबै समुदायको कुराहरूलाई सम्बोधन गर्दाखेरि हामीले सबै हिसाबको सहयोग, आर्थिक सहयोग मात्रै ठुलो कुरा होइन होला, अरू सामाजिक सहयोग पनि ठुलो सहयोग हो जस्तो लाग्छ। र यो संवादले बोल्दाखेरि आज बिम्बको रूपमा यहाँ प्रेस विज्ञप्ति पनि भनिएको छ कि बिम्बको रूपमा मात्रै छोरोल्पा संवाद हो। छोरोल्पा संवाद एउटा बिम्ब हो र यसमा रहेर अरू थुप्रै संवादहरूको जरुरत छ। आज हामीसँग स्थानीय समस्याको हिसाबले वन मन्त्रालयसँग आफ्नो समस्या छन्, यता संरक्षण क्षेत्रसँग आफ्ना समस्याहरू छन्, हामी स्थानीय तह अथवा स्थानीय सरकारको आफ्नै समस्याहरू छन्। हामी आज व्यक्तिगत हिसाबले अहिले जनप्रतिनिधि र संरक्षण क्षेत्रसँग आफ्ना खालका चाहिँ कन्ट्राडिक्सनले गर्दाखेरि काम गर्न अप्ठ्याराहरू भएका छन्।
व्यक्तिगत हिसाबको कुरा होइन होला, यो तुलसी सरको कुरा अथवा पालिका अध्यक्ष विश्वास कार्की कुरा अथवा वन मन्त्रीको कुरा मात्रै होइन होला, यो नीतिगत निर्णयको कुरा हो। नीतिगत हिसाबले पनि हामी के गर्न सक्छौँ, संरक्षण क्षेत्रको चाहिँ अधिक क्षेत्र आफ्नो विस्तार गर्दै जाँदाखेरि त्यहाँका जनताहरूले के कुरा पाए, अथवा पर्यटनको कुरा गर्दाखेरि मन्त्रालयले पर्यटनको कार्यक्रम त्यहाँका जीविकोपार्जनमा के कुरा पाए, र अघि नै भूमि मान्छेहरूको कुरा छ जसले पर्यावरण परिवर्तन अथवा जलवायु परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, र त्यसको नाममा आज थुप्रै पैसाहरू रोयल्टीहरू उठेका छन्। तर त्यो पैसा त्यो व्यक्ति त्यो चाहिँ भूमि मान्छेकोमा पुग्ने अवस्था हामी कसरी सिर्जना गर्न सक्छौँ भन्ने कुराको पनि संवाद हो। त्यसैले यो महत्त्वपूर्ण संवादको रूपमा र सुरुवातको रूपमा चाहिँ लिनुपर्छ जस्तो लाग्छ। त्यसै गरी हाइड्रो जोनहरूको हिसाबले गौरीशङ्कर गाउँपालिका आज हाइड्रोका पलै बनेका छन्, जसले जलवायु परिवर्तन अथवा पछिल्लो चरण त्यही पानी आज माछाले खान पाएको छैन अथवा गाईबस्तुले खान पाएको छैन, यो पनि त सबैको चाहिँ कुरा होला। आज त्यो के अरे हाइड्रोहरू भएको ठाउँमा संरक्षण क्षेत्रले हेर्ने हो कि वनले हेर्ने हो कि अथवा पालिकाले हेर्ने हो भन्ने हिसाबले नीतिगत हिसाबमा आफ्ना चाहिँ हाम्रो डम्फहरू बजाइरहेको छ। त्यसर्थ यो संवाद त्यो त्यता पनि संवाद सुरुवात गर्नुपर्छ। त्यसर्थ सबै हिसाबले र छोरोल्पा फुट्दाखेरि आज गौरीशङ्करलाई मात्रै घाटा हुने अवस्था छैन, अथवा हामी यो पनि भ्रमण अथवा यो पनि ठुलो चाहिँ हङ्गामा नबनाउने पत्रकार साथीहरूलाई अनुरोध गर्न चाहन्छु। हिजो हाम्रो एउटा जिल्ला सम्बन्धीमा छलफल सुरुवात गरेको थियो कि त्यो छलफलमा एउटा संस्थाले छोरोल्पाको सम्भावना यो केही वर्षमा फुट्न सक्छ भनेर उहाँले रिपोर्ट दिँदाखेरि हामी जनप्रतिनिधिहरूले गाली गर्यौँ। यस्तो कुरा त नगर्नुहोस्, किनकि छोरोल्पा फुट्दाखेरि त्योभन्दा मुनिका राज्यका खरबौँ लगानी गरेर हामीले अप्पर तामकोसी लगायतका चाहिँ हाइड्रो पावरहरू बनाइरहेको अवस्थामा छौँ। के हिसाबले बनाएका छौँ? कि हामी अन्धाधुन्ध बनाएका छौँ त? भोलि सम्भावना नफुट्ने भन्ने हो त भनेपछि एउटा ज्येष्ठ कुरा अथवा आधिकारिक कुरा राज्यको निकायले गर्नुपर्छ। त्यो सरकार, स्थानीय सरकारले सक्ने हो कि प्रदेशले सक्ने हो, सङ्घले सक्ने हो? यो हाम्रो अवस्था यो छ भनेर त्यो पनि त डिक्लेयर त हुनु पर्ला नि। त्यसो हुँदाखेरि हामीले आज छोरोल्पा संवाद भन्ने बित्तिकै छोरोल्पा फुट्छ र तलतिरका तटीय क्षेत्रहरूमा प्रभावित पर्छ भन्ने मात्रै यसको मुख्य उद्देश्य होइन। यसले सबै खालका संवादको सुरुवात गर्नको निमित्त र विषयगत हिसाबले अथवा नीतिगत हिसाबले पनि मुख्यमन्त्रीज्यू त्यसै गरी अर्थमन्त्रीज्यू पनि आउने कार्यक्रम रहेको छ। त्यसै गरी दोलखाका पूर्व मन्त्रीहरू पनि हामीले आमन्त्रण गरेका छौँ र यो बिचमा केही हाम्रा कमी कमजोरीहरू रहिरहलान्, किनकि संवादै सुरुवात नगरिकन जसरी आज संवाद सुरुवात भएर हाम्रा कमी कमजोरी र अरूका कमी कमजोरी औल्याउने ठाउँको रूपमा हामीले यो फोरमलाई लियौँ। यसै गरी संवाद अहिले वास्तवमा संवाद हुन छोडेको छ कि हामी घरमै बस्दाखेरि पनि आफ्नै बाउ र आफ्नै छोराप्रति अथवा आफ्नै परिवारमा पनि मोबाइल मार्फत SMS गरेर संवाद सुरुवात गरेका छौँ। हामी यसरी सायद धेरै वर्ष पछाडि, धेरै समय पछाडि यो संवाद पनि हामीले गरेका थिएन होला। यहाँ जनप्रतिनिधिको कुरा अथवा सरकारको कुरा, अरू संरक्षित कुराहरू हामीले यसरी राख्न पाएका छैनौँ। यो पनि एउटा संवादको सुरुवात हो र भोलि आज नै सबै सकिने टाइपले अलिक प्रश्नहरू पनि आए, किनकि भोलिबाट सुरुवात गर्छौँ। हामी सबैको भोइसहरू, हाम्रो चाहिँ कार्यपत्रहरू जसरी बनेका छन् त्यसमा भेडा गोठालादेखि चौनी गोठालादेखि लिएर ती हिजो माझीहरूको सम्मको प्रश्नलाई त्यहाँ समेटेर एउटा साझा प्रतिबद्धता बनाउने र त्यो साझा प्रतिबद्धता बनाउनको लागि मात्रै होइन, माननीय मन्त्रीज्यूले अहिले प्रतिबद्धता जारी गरिसक्नु भएको छ कि यो बनाउनको लागि मात्रै होइन, भोलि कार्यान्वयनको हिसाबले पनि त्यो प्रतिबद्धता दोलखाको इतिहासमा त्यो राम्रो साबित हुनेछ, राम्रो पुष्टि हुनेछ भन्ने कुरामा राख्दै यो पत्रकार सम्मेलनमा सबैजना आइदिनु भयो र भोलि कार्यक्रममा हजुरहरूको उत्साहपूर्वक उपस्थितिको अपेक्षा गर्दै